नमस्कार प्रणाम साथीहरू, स्वागत छ यहाँलाई फेरि पनि एउटा अर्को ब्लगमा। र आजको ब्लग एउटा सानो पार्कमा जाँदैछौँ र त्यहाँ के कस्तो छ हजुरहरूलाई मैले देखाउनेछु भिडियोमा। र कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। फाइनली मेरो गाडी आइपुग्यो साथीहरू। आजको दृश्य पनि साथीहरू हेर्न सक्नुहुन्छ, एकदम शीतल छ र बादल पनि आकाशमा एकदमै राम्रो देखिएको छ। आजको दृश्य आज निकै राम्रो मौसम छ। फाइनली साथीहरू हामी यहाँ आइपुगेका छौँ पार्कभित्र अहिले। र हजुरहरू भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, के कस्तो छ, के रमाइलो लाग्यो र के भेटिन्छ यहाँ मलाई थाहा छैन। अब यहाँ एनिमल्सहरू पनि छ, हेर्दै जानु, भिडियोलाई अन्तिमसम्म थाहा भइहाल्छ सबैजनालाई। यहाँ नदी जस्तो छ कि के छ, यो नदी हो कि नाला हो? यो हरिणको बच्चा हुनुपर्छ साथीहरू, यसको सिङ अझै पलाएको छैन, यो अलि ठुलो छ, उतापट्टिको अलि सानो छ, अहिले यो बच्चा मात्र हो। र यहाँ देख्न सक्नुहुन्छ यो यहाँ मयुरहरू पनि छ, यहाँ एउटा रातो पनि छ, यो ब्ल्याक कलर, कालो पनि छ एउटा सेतो पनि छ, चारवटा छ। देख्न सक्नुहुन्छ यो पार्कमा विशेष ज्यादा बर्ड्सहरू धेरै छ एनिमल्स भन्दा। यो कति राम्रो छ यो हेर्नु त, यो सेतो एकदमै झनै राम्रो छ। वाउ, ब्युटिफुल। यो विश्वको सबैभन्दा ठुलो बर्ड छ, यसको नाम अस्ट्रिच हो साथीहरू। रियलमा मैले आज फर्स्ट टाइम देखेको छु यसलाई, र योभन्दा पहिला म फोटोसोटो मात्र हेरेको छु। आज रियल लाइफमा पनि आज मैले देखेँ, निकै ठुलो रहेछ यो। यसको पछाडिको फेटाहरू झरेको रहेछ, सायद बुढो भएर होला। र यसको बच्चा पनि छ एउटा, र अस्ट्रिच ठुलो रहेछ, यसको घाँटी पनि एकदमै ठुलो छ। यो त
यो के हो साथीहरू, यो खासै मलाई थाहा भएन, यो कमेन्ट गरिदिनु होला, मैले हेरेको छैन के नाम हो यसको। र यतापट्टि अलि ठुलो मयूर र यसको यो पनि मैले फर्स्ट टाइम देखेको मयूर पनि रियल लाइफमा। यता बाख्राहरू छन् यतापट्टि र एउटा सानो बच्चा पनि छ यसको। यो चाहिँ यसको सानो बच्चा जस्तो छ, बच्चा नै हो। यो अलि ठुल्ठुलो छ। हाम्रो गाउँघरको सेमै छ यहाँ पनि। कति राम्रो छ यो, यसलाई बाहिर निकालेको भए हुन्थ्यो। यसको पत्रिकाहरू कति राम्रो छ। साथीहरू यसको पुच्छर हेर्नु कति लामो छ है यसको पुच्छर, हेर्दाखेरि नै डर लाग्छ। माथिको पनि हेर्नु, यसको पनि पुच्छर कति लामो छ। यो 3वटा छ। दुई एउटा तल छ कालो खालको, यो तल। यो के हो साथीहरू, यसको नामै थाहा छैन, हेरेको पनि छैन। यो के होला कमेन्ट गर्नु होला। र यो मैले हेर्दाखेरि एकदमै मुसा जस्तो छ, तर यति ठुलो छ कि पुरै छोडिदिनु। धेरै ठुलो छ। यति ठुलो मुसा कसरी हुन्छ, तर हेर्दाखेरि मुसा जस्तो छ, धेरै ठुलो छ। र यो यस्तो सुगा पनि मैले फर्स्ट टाइम देखेँ। र फेरि पनि यहाँ एउटा ठाउँमा छ दुईवटा यो मेरो सेतो खालको, कति चिटिक्को परेको। यति नै छ साथीहरू, यो अलि सानो पार्क भएर र खासै त्यति केही छैन। अलि नर्मल सबै थोक छ। र यो चाहिँ स्यालको बच्चाहरू छ, र एउटा दुईवटा चाहिँ ठुलो। र यता यो हाँसहरू भयो, यो त नर्मली पानीमा हुन्छ। यति मात्र छ साथीहरू, खासै त्यति छैन। र एउटा यहाँ यो रातो कलरको अब के छ यो चाहिँ अलिक राम्रै छ। त साथीहरू फाइनली म यो पार्कमा घुमिसकेको छु। खासै त्यति रमाइलो त भएन, तर पनि एउटा केही कुराहरू त देख्न पायो। एकदमै सानो पार्क रहेछ र भिडियो यही अन्त हुँदैछ। र फेरि पनि हामी प्रयास गर्नेछौँ एउटा अर्को भ्लग ल्याउनेछौँ। फेरि पनि भेट होला अर्को भ्लगमा। हस् त भाइ, सबैको जय होस्, हजुरको दिन शुभ रहोस्।